राजाको छोरा राजै हुनुपर्छ भन्ने फेरि पनि आज पनि हामीलाई त्यही सामन्ती अँध्यारो तपाईँको चाहिँ युगमा धकेल्नु खोज्ने तत्त्वहरूको प्रयास पनि हुनसक्छ। यसको नसाहरू पत्ता लगाउँदै जाँदा सिमाना नागेका होलान् या समुद्र पनि गरेका होलान्। यसको जरा पत्तो लगाउनु चाहिँ हामीलाई समय लाग्छ। तैपनि यस्तो बेलामा उच्च सतर्कताका साथ धैर्यताका साथ आफ्नो छातीभित्र सास थामेर निर्णयहरू लिनुपर्ने बेला भएको छ र यसमा हामी लिँदै जानेछौँ। यो घटना त्यत्तिकै भएको छैन भनेर तपाईँले बुझ्नु पर्यो, हामी सबैले बुझ्नु पर्यो। अब त्यसमा पनि अब हामी र हाम्रो अध्यक्षलाई बढी आरोपित गर्ने काम गरिएको छ। यो योजनाबद्ध छ। यसलाई हामी खारेज गर्छौँ, अस्वीकार गर्छौँ, यसको भण्डाफोर गर्छौँ। हजारचोटि तपाईँको चाहिँ यो भन्दा पनि गर्दा पनि यो पुष्टि हुने कुरा चाहिँ होइन। तर पनि लाइरहन्छन्, भनिरहन्छन्। तपाईँको चाहिँ त्यसलाई प्रतिरोध गर्दै प्रतिवाद गर्दै हामी जानुपर्ने नै हुन्छ भन्ने मलाई लाग्छ। अब अघि मैले भनिहालेँ लुम्बिनीदेखि लिएर सबै तपाईँको चाहिँ ठाउँहरूमा हाम्रो सङ्गठन विस्तारको कुरा अघि भनिहालेँ, यो बाहिरको कुरा कसरी गर्ने भनेर। अब यो पार्टीभित्र पनि गुट जन्मेछ भन्ने समाचार आयो भनेर यहाँहरूले के बज्यो? के को आवाज हो? हेलो, सुन्दै हुनुहुन्छ? हजुर सुनिरहेको छ। पानी खाएको है फेरि कोदोको खाँदै फेरि बोल्दो रहेछ श्रमदाता अगुवा त भन्ला नि। पानी हो पानी। अनि अब गुट भयो यो पार्टीमा पनि भनेर जुन अफवाहहरू तपाईँले सुन्नुभयो यो एकदमै गलत कुरा हो। बेलबारीमा बैठक बसेको भोलिपल्ट म थिइनँ, त्यहाँ शान्ति गुरुङहरूले बैठक राख्नुभएको। जो साथीलाई प्रवेश गराउनु भयो 400 जना प्रवेश गर्नुभयो, उहाँ चाहिँ मलाई प्रवेश गरेको थाहा थिएन। अब उहाँ प्रवेश गरेको थाहा थिएन, तैपनि मेरो नाममा समाचार लेखियो सुदन किराँतीले मेयर बनाउँछु भनेर ल्यायो भनेर केही साथीहरूले भ्रम फिजायो भन्ने हल्ला चलायो। तर यो साँच्चै नै तपाईँको के भन्ने यो अफवाह फैलाउने एउटा मिसनमा चल्ने पत्रकारिताहरूको काम हो या के हो मलाई थाहा छैन। त्यो गुट होइन। र जति पनि आजसम्म नेपालमा राजनीतिक पार्टीले दुःख पायो, त्यो राजनीतिक पार्टीले दुःख पाउनु भनेको देशले दुःख पाउनु हो। मलाई राम्रोसँगले थाहा छ प्रमुख नेताहरूको झगडाले पार्टी कस्तो हुन्छ भन्ने कुरा मैले देखेर आएको, भोगेर आएको, इतिहास साँची बसेर आएको हुनाले त्यसमा म ज्यादै नै सतर्क छु। तपाईहरुलाई म स्पष्ट भन्छु कि मलाई त ठुलो पार्टीहरूले अफर गरेको त ठुल्ठुलो पद देखाएर मैले छोडेर आएको पार्टी पनि 16 सिटको अहिले पनि छ। तैपनि म यो 3 सिटेमा किन आए होला तपाईहरु भन्नु न। 3 सिटेमा म आएको छु नि। 3 सिटेमा ठुलो पार्टीको अफर ठुल्ठुलो थियो। आफ्नै पार्टी पनि अहिले पनि 16-18 सिटै थियो है। तैपनि म 3 सिटेमा आएको छु। यहाँ खानको लागि आएको होइन, केही नयाँ गरौँ भनेर आएको हो। त्यसकारणले पुरानो तपाईको दलहरुमा मलाई तपाईहरुलाई म भन्छु 2015 सालमा नेपाली कांग्रेसले 2/3 बहुमत ल्यायो। तर मातृका प्रसाद कोइराला र विश्वेश्वर प्रसाद कोइरालाको बीचमा झगडा परेर 2017 सालमा त्यही झगडाहरूको मौका छोपेर राजाले कुवर खाइदियो प्रजातन्त्र। थाहा छ हामी सबैलाई इतिहास। त्यसपछि 30 वर्ष अँध्यारो पञ्चायत आयो के देशमा। हामी त जन्मेकै थिएनौं। 46 सालमा टोपी त पालै पालो साथीहरूले कसले लगाइदिए है। त्यो गिफ्ट पठाउँदा फेरि आउँदो रहेछ के मेरो पनि गिफ्ट पठाएको जुगा र टोपी काउबोय